हेलो साथीहरु सबैजनालाई नमस्कार स्वागत छ मेरो यस युट्युब च्यानलमा। यसपालि चाहिँ अलिकति ढिलै नै भयो भिडियो बनाउनका लागि। धेरै व्यस्त थिएँ कामको अरु हैन काममा, त्यसैले हो। अब मौसम पनि राम्रो भएको छ। त्यो बेला अब क्यानाडामा जाडो पनि छ हरायो। अहिले चाहिँ आजको डिग्री 15 डिग्री छ। हल्का चिसो भएर चाहिँ राम्रो छ। अनि अब यही नै मौका हो हैन। अब यही नै मौका हो सरी। अब यति नै बेला हुन्छ हैन। अब क्यानाडाको विदेशबाट मान्छेहरू पढ्न आउने हैन, विद्यार्थीहरूको इन्टेक खुलाउने महिना यही नै हो हैन। पहिलो इन्टेक खुलाउने आउँछ, नयाँ भर्ना गर्ने र अब नयाँ विद्यार्थी आउने। त्यसैले आज म मेरो यस भिडियोमा क्यानाडा पढ्न आउने विद्यार्थीहरूका लागि हैन जानकारीमूलक भिडियो लिएर आएको छु हैन। यो भिडियो एकदमै महत्त्वपूर्ण छ, जरुरी छ। हावा चलेको छ, आवाज कस्तो आउँछ हैन। कारण कस्तो छ भन्दाखेरि क्यानाडा इमिग्रेसनले हैन अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि, इन्टरनेसनल स्टुडेन्टहरूको हकमा हैन, उनको लागि हैन नयाँ नियमहरू लिएर गएको छ के। धेरै नियमहरू चेन्ज गरिदिएको छ, नयाँ रुल्स लिएर आइदिएको छ, जसले गर्दाखेरि विदेशबाट पढ्न आउने विद्यार्थीहरूको लागि यो 2025 साल राम्रो छैन, खासै राम्रो छैन। डामाडोल भइरहेको छ अहिले धेरै कुराहरू हैन। मान्छेहरू मर्कामा परेका छन्, समस्यामा परेका छन् हैन, दिने दिवाना भइराखेको छ। त्यसैले म चाहदिनँ हाम्रो नेपाली भाइ बहिनीहरू पनि हैन यहाँ पढ्नको लागि आउँछन्। अब आउने सोचमा हुनुहुन्छ होला हैन। अब यो अब पढाइसकेपछि चाहिँ क्यानाडा जाने भन्ने कुरामा हुनुहुन्छ होला। त्यसैले चाहिँ नि तपाईहरूलाई चाहिँ हैन के हालको के छ स्थिति क्यानाडामा विदेशी स्टुडेन्टको लागि यहाँ पढ्न आउनको लागि हैन आएर के कस्तो हुन्छ भन्ने विभिन्न जानकारी दिन्छु। नयाँ रुल्स के हो त्यसबारे जानकारी दिन्छु, किनकि तपाईहरू भोलि यहाँ पढ्न आउनु होला। आइसके पश्चात हैन यहाँको नयाँ नियमको बारेमा जानकारी नभइदिएको कारणले समस्यामा पर्न सक्नुहुनेछ हैन। धेरै कुराको समस्या हुन सक्छ। म चाहदिनँ कि तपाईहरु यस्तो समस्यामा पर्न जाओस् हैन। त्यो भएकै कारणले चाहिँ नि यो भिडियो मार्फत हजुरहरूलाई म विभिन्न जानकारी दिनेछु। ओके, त्यसैले यदि तपाईँ विद्यार्थी हुनुहुन्छ र क्यानाडा आउने सोचमा हुनुहुन्छ या अथवा तपाईँ प्यारेन्ट्स हुनुहुन्छ, आफ्नो छोराछोरीलाई चाहिँ क्यानाडा पठाउने सोचमा हुनुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ हेर्नु होला। ओके, यो भिडियो तपाईहरुको लागि हो। आवाज चलेको छ अहिले तल जाम। यता अलि माथि तिलामा यति राम्रो चाहिँ गफ कटुरो हैन, पार्क यति राम्रो छ। यहाँ बसेर यता बसेर कुराकानी गर्न पर्ला भनेर चाहिँ आएको थिएँ। तर यहाँ चाहिँ धेरै नै हावा चल्ने भएको। आवाज चाहिँ कस्तो हुन्छ फेरि पानी पर्ला जस्तो गरेको छ। नपर्दै हुन्थ्यो अहिलेसम्म चाहिँ, पछि पर्दै त हुन्छ। अहिले भिडियो बनिँदैछ, नपर्दै त हुन्थ्यो भने। ओके, ढिला नगरी सुरु गरौँ है त। सबैभन्दा पहिला म कुरा गर्छु पहिलो नियम जुन चेन्ज गरिदिएको छ, नयाँ नियम आएको छ, त्यो छ तपाईको विद्यार्थीहरूले आफ्नो पढाइ सके पश्चात हैन क्यानाडाको पियर लिने मामलामा अहिले अब यो नियम अनुसार यो 2025 सालदेखि लागू गर्ने गरी चाहिँ नियम आएको छ हैन। भने 2025 सालदेखि लागू गरिसकेको छ भनौँ न, आएको छ। यसमा चाहिँ कस्तो गरिदियो भन्दाखेरि अब नयाँ विद्यार्थीहरूले आफ्नो पढाइ सके पश्चात क्यानाडाको पियर लिन पर्यो भने हैन, उसले क्यानाडाको पियर लिने इच्छा गर्यो भने चाहिँ नि अब लिने प्रोसेसमा कस्तो नियम आइदियो भन्दाखेरि मास्टर र ब्याचलर पढ्न आएका विद्यार्थीहरूले चाहिँ नि स्वतः पियर लिन पायो। उनीहरूको नियममा चाहिँ कुनै पनि अब नयाँ चेन्ज गरिदिएको छैन, नयाँ नियम लागू गरिएको छैन हैन। तर जुन ब्याचलर पढ्ने आउने विद्यार्थी हुन्छन्, जसलाई अन्डर ग्रेजुएट भन्ने गरिन्छ क्यानाडामा हैन, ती ब्याचलर पढ्ने विद्यार्थीहरूको लागि चाहिँ एकदमै टाइट गरिदिएको छ, नयाँ रुल्स गरिदिएको छ। र नयाँ रुल्स अनुसार के गरिदियो भन्दाखेरि अब उनीहरूले चाहिँ नयाँ मापदण्ड लिएर आएको छ, कस्तो विद्यार्थीले पिआर पाउने र कस्तो विद्यार्थीले पिआर नपाउने भन्ने चाहिँ उनीहरूको चाहिँ एउटा एक्स्ट्रा रिक्वायरमेन्ट गरिदिएको छ। अब तपाईँलाई म भन्छु हैन, अब कस्तो विद्यार्थीले चाहिँ पिआर पाउँछन् र कस्तो विद्यार्थीले पिआर पाउँदैनन्। ओके है, र कस्तो हुन्छ फर इक्जाम्पल हैन, अब तपाईँ क्यानाडा पढ्न आउनुभयो राइट, पढाइसके पश्चात हैन अब तपाईँको अब कम्तीमा 2 वर्षको कोर्स हुनपर्छ है। पढाइसके पश्चात तपाईँले पिआर अप्लाई गर्ने बेलामा जब तपाईँले आफ्नो एप्लिकेसन पिआरको लागि भनेर बुझाउनुहुन्छ हैन, सबमिट गर्नुहुन्छ, त्यति बेला यहाँका जुन अधिकारी अफिसियलहरू हुन्छन्, इमिग्रेसनको अफिसर हुन्छन् हैन, तिनीहरूले तपाईँको पिआर एप्लिकेसन चेक गर्छ, हेर्छ। र उनीहरूले मुख्यतः के हेर्छ भन्दाखेरि तपाईँ के विषयवस्तु पढ्न आउनुभएको थियो क्यानाडामा, के विषयवस्तुमा तपाईँले ग्रेजुएट गर्नुभयो
ठिक छ। र अब ग्रेजुएट गरिसके पश्चात अब तपाईँले चाहिँ अब अर्को कुन प्रोभिन्समा पढ्न आउनुभएको छ होइन। सपोज तपाईँलाई जो एल्बर्टामा पढ्न आउनुभएको हो र भनेपछि त तपाईँले एल्बर्टामा पिआर अप्लाई गर्नुभयो भने चाहिँ होइन, पिआर अप्लाई तपाईँले कुनै पनि प्रोभिन्सबाट अप्लाई गर्न पाउँछ, त्यसको लागि समस्या छैन। अब धेरै जस्तो जुन विद्यार्थीले के गर्छन् भन्दा जुन प्रोभिन्समा पढ्न आएका हुन्छन् त्यही नै पिआर अप्लाई गरेका हुन्छन्। ल ओके ठिक छ। त्यसो ल मानौ अब तपाईँ अल्बर्टा पढ्न आउनुभएको थियो तपाईँको विद्यार्थी होइन, विद्यार्थीले अनि अल्बर्टामा पिआर अप्लाई गर्यो। अनि पिआर अप्लाई गर्ने बेलामा इमिग्रेसनले के हेर्छ भन्दाखेरि तपाईँले के विषयवस्तु पढ्नु भएको हो, के विषयवस्तु ग्रेजुएट गर्नुभएको थियो होइन, र त्यही तपाईँको पढाइ अनुसार होइन त्यही सम्बन्धित विषयको होइन तपाईँको त्यति बेला अल्बर्टामा लेबर मार्केटमा सर्टेज छ कि छैन त्यो हेर्छ होइन। तपाईँ पढाइ अनुसार जो विषय छ त्यही विषयवस्तुको काम अकुपेसन अल्बर्टामा त्यति बेला सर्टेजमा पर्यो भने चाहिँ, सर्टेजमा छ भने चाहिँ तपाईँले पिआर पाउँछ। किनकि अल्बर्टामा त्यस्तो खाले मान्छेको जरुरी छ। तपाईँले जे वस्तु पढेर आएको छ होइन त्यो वस्तुबाट काम गर्ने के अरे मान्छे हो, स्किल लेबरको जरुरी छ भन्ने दर्शायो नि त होइन। ती मान्छेहरूले चाहिँ पिआर पाउँछ। यदि तपाईँले पढ्नु आउनुको विषयवस्तुको होइन सम्बन्धित काम होइन जुन पेसा हुन्छ होइन सम्बन्धित पेसामा कुनै पनि अकुपेसन होइन अल्बर्टामा यदि त्यसको कुनै पनि हाई अन डिमान्डमा छैन होइन, रिक्वायरमेन्टमा छैन, लेबर मार्केट सर्टेजमा छैन भने चाहिँ पिआर पाउँदैन। ओके, नियम नम्बर 2 जुन चेन्ज गरेको छ होइन त्यो हो तपाईँको चाहिँ स्पाउजल ओपन वर्क परमिट। यो चाहिँ अलिकति धेरै सबैलाई मर्कामा पार्ने नियम चेन्ज गरिदिएको छ, खास गरी हाम्रो नेपाली विद्यार्थीहरूका लागि, नेपालबाट आउने विद्यार्थीहरूको लागि है। त्यो के सन्दर्भमा छ भन्दाखेरि कस्तो भन्दाखेरि अब यो जुन स्पाउजल ओपन वर्क परमिट कस्तो छ भन्दाखेरि जो पनि अब क्यानाडा पढ्न आउने विद्यार्थी हुन्छ नि होइन, त्यो चाहे अब स्टुडेन्ट लेडिज हो या मेन या वुमेन हुनसक्छ होइन। जस्तो अब एउटा केटी मान्छे पढ्न आएको छ भने चाहिँ होइन, अब यदि उसले बिहा गरिसकेको छ, शादी भनौँ न उसले म्यारिड हो भने चाहिँ उसले आफ्नो श्रीमानलाई पनि क्यानाडा उसले एज ए डिपेन्डेन्ट बोलाउन सक्छ होइन र सक्छ। अनि त्यसपछि पहिला के नियम थियो भन्दाखेरि जुन श्रीमान आउँछ होइन उसले चाहिँ ओपन वर्क पर्मिट पाउँथ्यो के। ओपन वर्क पर्मिटले चाहिँ उसले फुल टाइम काम गर्न पाउँथ्यो। त्यस्तै अब भन्नु गएर हस्बेन्ड छ भने केटा मान्छे छ भने उसले आफ्नो वाइफलाई लिएर आउन पाउँथ्यो अनि वाइफले पनि ओपन वर्क पर्मिट पाउँथ्यो उसले होइन, दिने गर्थ्यो है। त्यो थियो 2024 सालसम्म त्यो नियम थियो, तर अहिले 2025 सालमा त्यो नियम क्यान्सल गरिदियो। र अहिले आएर के छ भने अब जति पनि ब्याचलर पढ्ने विद्यार्थी छन् नि उनीहरूले आफ्नो के अरे हस्बेन्ड आफ्नो वाइफलाई क्यानाडा लिएर आयो भने चाहिँ उसले ओपन वर्क पर्मिट पाउँदैन, त्योले खारेज गरिदियो। त्यो चाहिँ एकदमै नराम्रो नियम लिएर आइदियो। यसले किन मर्का पार्यो भन्दाखेरि कस्तो थियो भन्दाखेरि पहिला होइन अब विद्यार्थी नेपालमा पढ्ने आउने विद्यार्थीहरू जति थिए आफ्नो हस्बेन्ड लिएर आउँथे, वाइफ लिएर आउँदाखेरि के हुन्थ्यो भने हस्बेन्ड वाइफ जो डिपेन्डेन्टमा आएको हुन्थ्यो नि उनीहरूले चाहिँ फुल टाइम काम गर्न पाउँथे। 40 घन्टा हप्ताको फुल टाइम काम गरेर पाइसकेपछि के हुन्थ्यो भने उता जुन पढ्ने आउने विद्यार्थीले चाहिँ के अरे हप्तामा 20 घन्टा काम गर्न पाउँथे। त्यसले गर्दा के हुन्थ्यो भने उनीहरूको बुढाबुढीको पढाइले चाहिँ होइन अब जुन पढाएको विद्यार्थी छ नि उसको चाहिँ फिस तिर्न सजिलो हुन्थ्यो। नेपालबाट ऋण काटेर पैसा लिएर आउन जरुरी पर्थेन होइन, जसले गर्दाखेरि यहाँ पढ्नको लागि सजिलो हुन्थ्यो। त्यस्तो हुन्थ्यो तर अब त्यो समस्या भइदियो। अब के अरे ब्याचलर पढ्ने आउने विद्यार्थीले आफ्नो श्रीमती लिएर आउन त पाउँछ, डिपेन्डेन्ट लिएर आउन पाउँछ, तर श्रीमतीले ओपन वर्क पर्मिट पाउँदैन। अब ओपन वर्क पर्मिट नपाउने भइसकेपछि अब हस्बेन्ड र वाइफले लिएर आएर के काम होइन, पाल्नु मात्र यहाँ हुन्छ। त्यस्तो समस्या पर्दियो छ अहिले। तर यो चाहिँ जुन छ नि होइन ओपन वर्क पर्मिट, तर मास्टर पढ्ने आउने विद्यार्थी र ब्याचलर पढ्ने आउने मास्टर पढ्ने आउने विद्यार्थी र पिएचडी गर्ने विद्यार्थीहरूलाई चाहिँ पुरा छुट छ। उनीहरूले चाहिँ पाउँछ। उसको उनीहरूले श्रीमती लिएर आयो, हस्बेन्ड लिएर आयो भने चाहिँ उनीहरूले चाहिँ ओपन वर्क पर्मिट पाउने भए, तर ब्याचलर गर्ने आउने विद्यार्थीहरूले चाहिँ पाउँदैनन्। यो चाहिँ नयाँ नियम हो। सो गाइस विचार गर्नु होला। यदि तपाईँको आउने योजनामा चाहिँ तपाईँले आफ्नो श्रीमानले लिएर आउने, श्रीमतीले लिएर आउने र अनि जुन अब उसको पढाइ उसको आएको होइन इन्कमले चाहिँ नि फिस पनि तिर्न हुन्छ, यसले चाहिँ नेपालबाट पछि झिकाउनु पर्दैन पनि तपाईँको यस्तो सोच थियो भने चाहिँ नि अब त्यो सोच फेल खायो। साह्रै हावा चले यता साथीहरू, गाडीमा बसेर कुरा गर्न पर्ला। गाडी चाहिँ मैले त्यहाँ राखेको छु। म पनि भर्खरै कामबाटै आएको हो। आज मेरो काम 2:30 बजीसम्म थियो, बिहान 4 बजी गएको हो, 2:30 बजीसम्म थिएँ। अनि आएर चाहिँ यसो हेरेर मौसम राम्रो थियो, पार छ क्या घर जाने बाटोमा। अनि यहाँ पार बसेर एउटा एकदम भिडियो चाहिँ बनाइहालौँ, लगभग 2 हप्ता भइसकेको छ भिडियो नबनाएको भनेर चाहिँ नि यहाँ रोकेर चाहिँ भिडियो बनाउन थालेको। हावा चाहिँ धेरै चल्यो, पानी पाला जस्तो गरेछ। त्यही गाडीमा बसेर यही गरी गाडीमा बसेर अनि कुरा गरौँला। ओके, गाडीमा आएँ। अलराइट, र अर्को छ तपाईँको चाहिँ पोस्ट ग्रेजुएसन वर्क पर्मिट।
त्यसमा चेन्ज गरेको छ त्यसमा चाहिँ अलिकति के फेरबदल गरेको छ यसमा पनि फेरि तपाईको मास्टर पढाउने विद्यार्थी र ब्याचलर गर्ने पीएचडी गर्ने विद्यार्थीहरुमा चाहिँ कुनै नियम चेन्ज गरेको छैन उनीहरुले चाहिँ जुन पहिला त्यो त्यही नै सरस्वती अनुसार नै छ उनीहरुले मजाले आफ्नो पढाइ सकेपछि पीजीडब्ल्यूपी पोस्ट ग्रेजुएसन वर्क परमिट अप्लाई गर्न पाउँछन् तर आएर ब्याचलर गर्ने विद्यार्थीहरुका लागि चाहिँ के नियम गरिदियो भन्दाखेरि उनीहरुलाई पनि अब पीजीडब्ल्यूपी लिनका लागि उनीहरु एलिजिबल हुन पर्छ त्यसमा के छ भन्दाखेरि अब त्यसमा पनि फेरि त्यही नै हो अब क्यानाडाको अब तपाईले भन्नु न अब पोस्ट ग्रेजुएसन वर्क परमिट अप्लाई गर्नको लागि त तपाई जब तपाईले अब पढाइ सकिसक्नुहुन्छ हैन आफ्नो ग्रेजुएट हुनुहुन्छ यहाँ 2 वर्ष पढाइ सकिसकेपछि पीजीडब्ल्यूपी लिने पाउने सुविधा छ के हैन त्यो कस्तो भन्दाखेरि क्यानाडामा पढाएका विद्यार्थीहरूले 2 वर्ष क्यानाडा पढिसकेपछि क्यानाडाको वर्क एक्सपिरियन्स लिने पाउने एउटा अपर्चुनिटी हो हैन त्यसमा के हुन्छ नि 2 वर्षको कम्तीमा पनि 2 वर्षको पोस्ट ग्रेजुएसन वर्क परमिट दिन्छ यहाँको त्यो नियम हो हैन त्यस्तो छ त्यसमा चाहिँ अब ब्याचलरले चाहिँ अब पोस्ट ग्रेजुएसन वर्क परमिट लिनको लागि के हुन पर्यो भन्दाखेरि तपाईले भन्नु अघि पियर प्रोग्राम जस्तै अब तपाईको जुन विषयवस्तु पढ्न आउनु भएको छ हैन तपाई पढेको जुन विषयवस्तु छ हैन त्यो रिलेटेड यदि तपाई जब पीजीडब्ल्यूपी अप्लाई गर्नुहुन्छ नि त्यति बेला जुन प्रोभिन्समा तपाई अप्लाई गर्दै हुनुहुन्छ हैन त्यो प्रोभिन्समा त्यो सम्बन्धित पढाइ सम्बन्धितको अकुपेसन सर्टेज छ भने चाहिँ तपाईले पीजीडब्ल्यूपी पायो यदि सर्टेज छैन भने चाहिँ तपाईले फेरि अगेन पोस्ट ग्रेजुएसन वर्क परमिट पाउनुहुन्न उनीहरुले दिँदैन यो नियम अहिले सुरु गरिदिएको छ हैन सेम अझ पिया जस्तै हो हैन त्यो भएर चाहिँ अब त्यो भएर चाहिँ अब पढ्न आउने नयाँ विद्यार्थीहरुको अब टोटली यो के छ भने अब यो पीजीडब्ल्यू पाउने नपाउने भनेको तपाईँ एउटा लक जस्तै नै भन्न पर्छ यही नै तीनवटा हुन् मुख्य रुल्स हैन रेगुलेसन जुन क्यानाडा इमिग्रेसनले चेन्ज गरेको छ जुन नियम हैन विद्यार्थीहरुको लागि नेगेटिभ इम्प्याक्ट पारिरहेको छ जसले नेगेटिभ इम्प्याक्ट भन्दा विद्यार्थीहरुलाई समस्यामा पारेको छ भन्न पर्दा है परेको छ त्यो भएर कारण चाहिँ हैन म हजुरहरुलाई हैन यो नियमको बारेमा जानकारी गराउन चाहेको हो जसले गर्दाखेरि अब नयाँ आउने विद्यार्थीहरु आउने सोचमा हुनुहुन्छ भने चाहिँ यो विषयमा चाहिँ तपाईले चाहिँ प्रिपेयर हुनु होला यो पनि हुन सक्छ क्यानाडामा यस्तो भोलि गइसकेपछि यस्तो समस्या हुन सक्छ अहिले नयाँ नियम यस्तो आएको छ अनि ब्याचलर पढ्न आउनेको लागि विद्यार्थीहरुको लागि भने चाहिँ तपाईले चाहिँ यो चाहिँ विचार गर्नु होला हुन सक्छ अब तपाईले चाहिँ के चाहिँ गर्न सक्नुहुन्छ भन्दाखेरि हैन अब अहिले ब्याचलर पढ्न चाहिँ म जादिन बरु नेपालमै ब्याचलर सकाएर क्यानाडामा चाहिँ मास्टर पढ्न जान्छु भनेर पनि तपाईले चाहिँ त्यसरी चाहिँ डिसिजन पनि गर्न सक्नुहुनेछ किनकि यदि तपाई मास्टर पढ्न आउनु भयो भने चाहिँ धेरै नै राम्रो हुन्छ हैन तर ब्याचलर पढ्न आउनु भयो भने चाहिँ तपाईले अलि थाहा भइहाल्यो तपाईलाई हैन मैले तीनटा नियम भने अब यो तीनटा नियमको तपाईले सामना गर्न पर्छ र यसमा चाहिँ जे पनि हुन सक्छ हैन पियर पाउन पहिला पियर पाउनको लागि तपाईको पढिसकेपछि पियर लिने तपाईको योजना हो त्यसो तपाईको इच्छा हो भने चाहिँ तपाईले चाहिँ अलि मैले भनेको तीनटा नियम चाहिँ तीनटा नियमलाई चाहिँ फेस गर्न पर्छ अब तपाईको डिसिजन कस्तो हुन सक्छ हैन अब तपाईले अब कसरी यसलाई हेर्नुहुन्छ अब तपाईले चाहिँ यसको लागि आफ्नो होमवर्क त्यहाँ चाहिँ प्रिपेयर गर्नु होला अलराइट गाइस र फर्दर अरु कुनै जानकारी हैन आइडिया सुझावहरु के कस्तो चाहिएको हुनु छ भने चाहिँ हजुरलाई अर्को जिज्ञासा छ भने चाहिँ तपाईले चाहिँ मलाई एनी टाइम हैन कमेन्ट मार्फत या फेसबुक मार्फत हैन मेसेन्जर मार्फत तपाईले मसँग कुराकानी गर्न सक्नुहुनेछ ओके र म हजुरहरुलाई चाहिँ हैन सक्दो एडभाइस सजेसन दिन्छु हैन आई विल ट्राई माई बेस्ट ओके किन म पनि आफ्नो काममा व्यस्त हुन्छु धेरै जस्तो म फेसबुकै हेर्दिन कि मेसेन्जरै हेर्दिन र मैले अब हेरेको खण्डमा तपाईको मेसेज भेटेको खण्डमा चाहिँ रिप्लाई चाहिँ म दिन्छु ओके गाइस अलराइट थ्यांक यू भेरी मच र भिडियो कस्तो लाग्यो जाँदा एकपटक प्लिज भिडियोलाई थम्स अप चाहिँ दिनु होला एन्ड इफ यु आर न्यू प्लिज सब्सक्राइब टु माई च्यानल म फेरि भेट्नेछु अर्को भिडियोमा तपाईहरुको लागि थ्यांक यू बाई